घन्टा चित्त हो क्या त्यो त नभाग्न 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 र त्यो हिँड्दै नि बाटो सो हेलो गाइस, आज फेरि धेरै महिना बाद ट्रेकिङ जाँदैछु। आज यो डिसेम्बर महिना 2025, आज 13 तारिकको दिन। आज हामी छजना छौँ। आज चाहिँ म विजेता छु, अन्त पहिलाको भाइहरू पनि छ एक दुईजना। असिम भाइ फेरि जोडिँदैछ, असिम भाइ छ, अनिरुद्ध भाइ छ, अन्त नयाँ भाइ जिग्मी भाइ, अन्त सनिदा छ। अन्त हामी चाहिँ आज ट्रेकमा जाँदैछौँ। आज चाहिँ हाम्रो ट्रेक लोकल ट्रेकै हुन्छ, हेर्दै जानुहोस् हामी कहाँ जाँदो रहेछौँ है। सो अन्तिमसम्म हेरिदिनुहोस्। म चाहिँ विजेतालाई पर्खिरहेको छु अहिले। विजेता आउनु हुँदैछ अरे, आइपुगेछ। मर्निङ दा, मर्निङ मर्निङ। हेलो दा, एकैछिन है। हेलो हेलो सनी दालाई फोन गरेको थिएँ कि कहाँ छौ दा भनेको थिएँ कि। भाइ म त पुगेर पनि फर्किँदैछु नि अरे। दा मर्निङ मर्निङ। दा पुगेर पनि फर्कियो भन्दै थियो दाले। जुन दा मर्निङ दा। खै केटाहरू है जिग्मी आइपुगेछ दा। हाम्रो ह्यान्डसम केटा आयो। यता हेर्दै न ह्यान्डसम। कहाँ खोल्छ यति बेला, हेर न एकपल्ट। अर्को भाइ पनि आइपुग्यो अहिले, हाम्रो चिग्मी भाइ। 5 बजे उठाइदिएको त तिमीलाई। एक्सटेन्ड ल। अब चाहिँ हामी अहिले सिपाहीधुरासम्म चाहिँ हामी गाडीमा जाने, साथीको गाडीमा। त्यहाँदेखिको थियो सिमिटार ओह्रालो क्या। सिमिटार ओह्रालो भन्दा त्यो ओह्रालो गोलाइबाटै ओह्रालो। के हुँदैछ हल्ला केटाहरूको? अहिले भने चाहिँ हामी ठिक्कै सिपाहीधुरा आइपुग्नु आँट्यो। अनि हामी सिपाहीधुराबाट चाहिँ ट्रेक गर्नेछौँ। नयाँ रोक्दैन होला, म माथि पिडब्ल्युडीको बिल्डिङ। बस यहीँबाट लु अब चाहिँ हामी झर्दैको। थ्याङ्क यू। ल थ्याङ्क यू ल भाइ। लु अब चाहिँ हामी यहाँबाट सिपाहीधुराबाट चाहिँ हिँड्दैको। दामी लाग्ने रहेछ। जाँदैछौँ हामी जङ्गलतर्फ। है दा यसो सम्झ जङ्गलको देवी देवताहरूलाई। जङ्गलको बाटो हिँड्नुपर्छ, कसैलाई केही नहोस्, त्यही राम्रोसितले एकदम मजाले हिँड्नु पाऊँ। जाँदैछौँ हामी, हिँड्दैछौँ। सो तपाईँहरूलाई अलिकति नजारा देखाउनेछौँ यहाँबाट। ऊ तल देख्दै गरेको चाहिँ तपाईँको धजेदेखिको मुनिको यो बालासन खोला हो, जुन चाहिँ अस्ति अक्टोबर 4 तारिक है एकदमै ठुलो प्रकोप लिएको थियो। यो खोलाले पनि धेरै बिगार्यो, हाम्रो कति क्षतिग्रस्त पार्यो है, कति मान्छेको अब ज्यानहरू गयो। दुःखको घटना भयो यो अक्टोबर 4 तारिक।
2025 एकदमै नराम्रो दिन थियो हाम्रो लागि। सो यो पल्लोपट्टि देख्दै गरेको चाहिँ तपाईँको उयोहरू हो, मार्केट सपहरू पर्छ। अनि अहिले जाँदैछौँ हामी। अहिले चाहिँ हामी ठिक्कै यो माथिबाट पनि झर्ने बाटो त थियो, तर हामी सिपाही धुरापट्टिबाट झरेर चाहिँ अहिले यो रोड कनेक्सन चाहिँ भेट्यो हामीले। के भने रे सनी, के भने रे डन्टी हाँस्दै थियो नि डन्टी देखेर। को त्यो अघिको अङ्कल ए प्रणित प्रणित बेड पनि लुकाइदिएर नि लाग्यो। दिएको त बेड ओजी हो नि, ओजी लट्ठी हो नि यो त। चिसोले चाहिँ आज सबले टोपी लगाइदिइरहेको छ। हाम्रो सन्नी दा र बिजु दाले चाहिँ लगाएको छैन। मेन सिनियर मान्छेहरूले चाहिँ टोपी लगाएको छैन। हामी चाहिँ आज फेरि ब्याक आयो, ब्याक हाम्रो केटा फाउन्डिङ मेम्बर्सहरू हो यिनीहरू। यो पल्लोपट्टिको डाँडाहरू चाहिँ तपाईँको मार्केट सपको डाँडाहरू हो। जाने हामी अहिले त्यतैपट्टि हो, यताबाट उकालो, यताबाट उकालो। क्या दामी देखेको है, यो आधा घाम लागेर खालि हेर्नु नि त, सेड्सहरू हेर्नु न रुखहरूको है, यो पहाडहरूको क्या। सुगा रहेछ सुगा है, जङ्गल सुगा क्या त्यो। अलिक अर्कै टाइपको कलर भएको है, साह्रो हरियो पनि हुँदैन यो चाहिँ। यहाँबाट उठेर यहाँ त के रहेछ हौ? हामी चाहिँ अहिले ठिक्कै बेलटारको नजिकै आइपुगिसकेको छौँ। बेलटारदेखि ठिक्कै माथि यो कमानको बाटो, यो सर्टकट बाटो रहेछ, त्यो बाटो हिँड्दैछौँ अहिले। बेलटार रिसोर्ट चाहिँ पर छ तपाईँको, अनि अहिले हामी त्यतैबाट जानेछौँ। ल अन्तिमसम्म हेरिदिँदै गर्नुहोस् यो भ्लगलाई। के गर्नु आँटेको दा? ए फुटाउनु आँटेको? ए सधैँको त्यहीँ होला है दा? 10 बोरा ठिकै त्यो जुत्ताभित्र मासु बोकेर त हिँड्नु हुँदैन नि तपाईँले? मासु बोक्नु भएको बेला है, सुँगुरको मासु राति दबाईहरू लाउनु भयो? मजाले सिसामा पेक गरेर हो, हजुर हजुर यो त्यो के भन्छ प्लास्टिकको बोरा हुन्छ नि, त्यो भित्र हालेर मात्र पोको पारेर बोकेको। पाउनु भयो अन्त पिते पिते पाउनु भयो लड्दाखेरि? पाएँ। राति त बोक्नु हुँदैन नि त है? बोक्नु हुँदैन। यहाँ त अन्त कतिजना मरेको हिजो अस्ति एकजना
केटी मरे नानी कहाँ क्या जाउँ बाटो लाग्छ लगाएको छैन होला बाटो राति हिँड्यो नि त्यो बाटो पुरा चाल गर्थ्यो क्या ले भने चाहिँ हामी ठिक्कै बेलटारको छेउ नै आइपुगिसक्यो बेलटारै आइपुगिसक्यो भनौँ यो ब्रिजमा चाहिँ हामी पहिल्यै आइसकेको यो बाटो तर हामी यो पल्लोपट्टिबाट आएको म असिम भाइ म्यागी भाइ त्यति बेला चाहिँ हामी सिङ्गेलबाट झरेको थिएँ सिङ्गेलबाट झरेर यो बाटो निस्केर त्यहाँबाट मार्केट सोप यो माथिबाट जानुपर्छ मार्केट सोप बाटो भएर त्यहाँबाट गोराबेरी भएर त्यहाँबाट त्यो गोराबारीदेखि सल्युसन कलेजहरू भएर डल्लै हिँडेर खरसाङसम्म पनि गरेको छु हामीले ट्रेकिङ तर यो आज डिफ्रेन्ट रुट अहिले भने चाहिँ ठिक्कै हामी बेलटार आइपुगिसक्यौँ हामी अहिले बेलटार रिसोर्टतर्फ जाँदैछौँ हामी अहिले चाहिँ हामी ठिक्कै हामी कहाँ आइपुग्यो भन त भाइ ए सनिता रहेछ बेलटार टी फ्याक्ट्री दिराराम चिया कमान यता कस्तो मजाको है त स्कुल प्राइमेरी स्कुल बिचारा त्यतिकै भइसकेको छ है यहाँबाट चाहिँ तपाईँको बेलटार रिसोर्ट जान्छ यो बिचको बाटो चाहिँ यो चाहिँ बेलटार रिसोर्ट हो अनि हामी चाहिँ टर्नओभर राइट यता राइटपट्टि जाँदैछौँ हामी चाहिँ अब जङ्गलको बाटो हिँड्नेछौँ सो हामी बेलटार रिसोर्ट चाहिँ नपस्ने हो हामी चाहिँ यो वल देख्नु हुँदैछ यो चाहिँ बेलटार रिसोर्टको ब्याक साइडको एन्डिङ वल हो सो अब हामी चाहिँ यही बाटो भएर जानेछौँ बेलटार रिसोर्टको ब्याक साइड हो यो स्विमिङ पुल देख्नु सक्नु हुँदैछ तपाईँले सो अब हामी चाहिँ एकछिन विश्राम गर्ने अलिकति चापचाप चुपचुप हैछ नि त भित्रबाट ज्याकेट अलिकति अब सानो ब्रेक लिएर फेरि त्यहाँबाट यो उकालो जान्छौँ हामी यताबाट निकालौँ है त आधा भुजा आधा भुजा भन्दा पनि टोपीले अब चाहिँ अब त खोलिदिन्छु म त मैले त खोल्दै आएको सम्पर सब खोलिदिन्छु तेरा चाहिँ ल्याएको तेरा चाहिँ हेप्पी नदिने 6 जना छु होइन दुईवटा त्यस्तै लु आजको चाहिँ यस्तो छ हाम्रो मुरैको डल्लो बनाना के हो चिप्सहरू रहेछ सुन्तला आमा उयो चिप्स त झन् डेन्जर हो त्यो सकिँदैन नसकिने चिप्स उयो नुडल के हो त्यो नुडल्स कि डुडल्स हो त्यो अन्त दा मुरैको डल्ला कस्तो रहेछ मुरैको डल्ला दामी
दामी एकदम बढी हातको सालबाडी आएको हो ताताको है ताताको होइन यो होइन नि उयसको यो अब चाहिँ हामी खानासाना खाएर खानासाना भन्दा पनि हल्का स्न्याक्सहरू खाएर अब चाहिँ यो बाटो जानेछौँ हामी यो उकालो भएर है उकालो भएर हामी सिधै स्यालेमेन्डर लेकहरू हुँदै भएर दिलारामपट्टि लाग्नेछौँ सो हामीलाई यो नयाँ छ जग्गा त यो बाटोहरू त हिँडेको थिएन हामी आज फर्स्ट हिँडिरहेको छ यो बाटो हेरौँ के कसो हुन्छ